निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प। समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशन यही आउँदो मंसिर 27, 28 र 29 गते भक्तपुरको सल्लाहगारीमा भव्य उद्घाटन समारोहको बीच हुन गइरहेको नेकपा एमालेको ऐतिहासिक 11औं महाधिवेशन 5 लाख भन्दा बढी जनसमुदायको उपस्थितिमा भक्तपुरकै इतिहासमा पहिलो गौरवपूर्ण कार्यक्रमको रूपमा हामी गर्न गइरहेका छौं। सम्पूर्ण देशवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण भक्तपुरवासी न्यायप्रेमी जनसमुदायहरू, यहाँहरू सबैलाई 27 गते 11 बजे भक्तपुरको सल्लाहगारीमा आउनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र हाम्रो महाधिवेशनलाई सफल बनाउनको निमित्त यहाँहरूको तर्फबाट सद्भाव र शुभकामना प्रकट गर्नको निमित्त हार्दिक अनुरोध गर्दछु। निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प। समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशन।